नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। म विवेक हालै दुबईबाट हजुरहरूलाई सन्चै होला भन्ने म पुनः विश्वास लिएको छु र आज पनि तपाईहरुलाई लाइफगार्ड सम्बन्धी केही जानकारीहरू दिन आइसकेको छु मेरो युट्युब च्यानलमा। यदि तपाईहरु मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब, शेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला। सो अब म ढिला नगरिकन लाइफगार्डको केही जानकारीहरू तपाईहरुलाई भन्न गइरहेको छु। हालै दुबईमा चाहिँ अहिले लाइफगार्डको काम अनि कम्पनीहरू एकदम धेरै मात्रामा देखिएको छ है। काम पनि त्यतिकै पाइरहेछ भने कम्पनी पनि त्यस्तै छ क्या, धेरै छ कम्पनीहरू पनि। अनि जो त्यो कम्पनीहरू चाहिँ कुनै कुनै कम्पनी ठिकै छ हैन, कुनै कुनै कम्पनी प्राय चाहिँ 100% मा 60% जस्तो कम्पनीहरू चाहिँ अलिकति त्यस्तो बिना हैन आफूले एक्सपेक्टेसन गरेको स्यालेरी अथवा फ्यासिलिटी अथवा हुन्छ नि एउटा आफूले चाहेको कुराहरू चाहिँ पुरा गर्न सक्दैन त्यो कम्पनीहरूमा। अनि 40% कम्पनीहरू चाहिँ एकदम राम्रो छ है। वहाँ त्यो कम्पनीहरूले चाहिँ टाइममा स्यालेरी दिने हैन, अनि आफूले भनेको टाइममा अफहरू पनि मिल्ने यस्तो खालको एउटा सुविधाहरू पनि दिइरहेको हुन्छ। 40% चाहिँ यस्तो छ, यस्तो कम्पनीहरू छ भने 60% चाहिँ अलिकति ब्याड कम्पनीहरू नै छ है। यदि तपाईहरु नेपालबाट अथवा दुबईबाट नै दुबई टु यहीँ लाइफगार्डको जब खोजिराख्नु भएको छ भने राम्रो कम्पनी अथवा राम्रो होटलतिर अन्डर द म्यारिट कोमा पनि काम गर्न सकिन्छ हैन। म पनि अहिले म्यारिटको अन्डरको होटलमा काम गरिरहेको छु। त्यही हो, नेपालबाट आउँदै हुनुहुन्छ भने एउटा कम्पनी, त्यो कम्पनीको बारेमा तपाईले राम्रोसँग जानकारी लिनुहोस् अथवा गुगलतिर सर्च गरेर हेर्नुहोस् हैन। त्यो कम्पनीमा स्टाफ कस्तो छ, फ्यासिलिटी कस्तो छ, स्यालेरी कस्तो छ, बेसिक कति छ हैन, सबै डिटेल्सहरू बुझ्नुहोस्। अथवा मेन पावरहरूलाई पनि बुझ्न सकिन्छ, जुन चाहिँ तपाईहरु कुन चाहिँ मेन पावरबाट आउन लागेको हो त्यो मेन पावरमा पनि सोध्न सकिन्छ। लाइफगार्डमा म यति चाहिँ भन्छु कि लाइफगार्डमा लाइफ छ है। हरेक कुराहरू सिक्न पाइन्छ, भाषादेखि लिएर त्यसपछि टेक्निकल पार्ट हैन, हाम्रो जीवनमा चाहिने एउटा टेक्निकल पार्टहरू पनि हामीले सिक्ने मौका पाइन्छ। त्यो जो चाहिँ हामीले भविष्यमा आउने भविष्यको लागि चाहिँ हामीले त्यो तरिकाहरू चाहिँ युज गर्न सकिन्छ लाइफगार्ड काम गऱ्यो भने। मैले पनि हरेक भिडियोमा लाइफगार्डको केही कुराहरू जानकारी दिइरहेको हुन्छु। अनि हाम्रो साथीभाइहरूको कमेन्ट हैन, सबैले मेसेज गर्नुहुन्छ स्यालेरी कति के हो कस्तो हो भनेर हैन। अब स्यालेरीको बारेमा चाहिँ के हो भन्दाखेरि यदि तपाईँ होटलमा हैन म्यारिटको अन्डरमा काम गरिरहेको छ भने, होटलमा काम गरिरहेको छ भने तपाईको स्यालेरी अलिकति छुट्टै हुन्छ। अनि यदि तपाईँ सप्लाई कम्पनीमा काम गरिरहेको छ भने उहाँहरूको स्यालेरी छुट्टै हुन्छ है। जस्तो अब सप्लाई कम्पनीको कुरा गर्दाखेरि सप्लाई कम्पनीमा बेसिक मलाई जहाँसम्म लाग्छ 1200बाट स्टार्ट हुन्छ है। 1200बाट स्टार्ट हुन्छ, 1200 टु 2200 सम्म पनि थापेको हामीले देखिरहेको छौँ हाम्रो साथीभाइहरूले सप्लाई कम्पनीमा भने। अब म्यारिट अथवा म्यारिटको अन्डरमा भएको होटलहरूमा काम गरेको लाइफगार्डहरूको चाहिँ कति हुन्छ त हैन। एज ए मी म पनि एउटा म्यारिटकै होटलमा काम गरिरहेको हुनाले म तपाईहरुलाई सबै मेरो स्यालेरी हैन के कस्तो फ्यासिलिटी म सबै भन्नेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। म्यारिटको अन्डरमा काम गरिरहेको छ भने, लाइफगार्डमा काम गरिरहेको छ भने तपाईको बेसिक 2000 भन्दा माथि हुन्छ हैन, 2000 भन्दा माथि हुन्छ। तर हाम्रो यो होटलले चाहिँ हामीलाई 1800 दिएको छ बेसिक, अनि सर्भिस चार्ज चाहिँ 500 दिइरहेको छ है, 500 दिइरहेको हुन्छ।
2300 आउँछ। अनि 2300 मा हाम्रो सञ्चय कोषमा म्यारियटकै तर्फबाट 115 हाल्छ। त्यो चाहिँ हामी जुन बेला होटल छाडेर जान्छ त्यो बेला हामीले पाउने गर्छ है। अहिलेको हालसालैमा चाहिँ एकदम नयाँ नियमहरू पनि आएको छ हैन, बेसिक बढाउनु पर्छ भनेर आवाज पनि आइरहेछ। हेरौँ अब आउने दिनहरूमा के कस्तो हुन्छ, लाइफगार्डहरूको बेसिक हैन, अनि पाउने फेसिलिटीहरू के हुन्छ हामीहरूले देख्नेछौँ आउने दिनहरूमा। र अहिले चाहिँ मेरो त्यही हो, 1800 बेसिक छ अनि 500 सर्भिस चार्ज आउँछ। अनि टिप्स चाहिँ तपाईँ आफैले बनाउने हो हैन। अफकोर्स तपाईँ होटलमा काम गरिरहेको छ भने गेस्टहरू आउँछ हैन, भिआइपी गेस्टहरू आउँछ, नर्मल गेस्टहरू आउँछ, उहाँहरूलाई कसरी तपाईँले सर्भिस दिन सक्नुहुन्छ त्यो हिसाबले तपाईँले टिप्स बनाउन सक्नुहुन्छ है। अब हाम्रो चाहिँ यहाँ आफैले टिप्स बनायो भने त्यो आफैलाई नै हो। जस्तो अर्को डिपार्टमेन्टहरू पनि छ हैन, उहाँहरूको चाहिँ कस्तो छ भने टिप्स पायो भने कलेक्सन हुन्छ महिनामा अनि उनीहरूको एकमुष्ट आउँछ उनीहरूको स्यालेरीमा। तर हाम्रो चाहिँ आज मैले अब 50 दिरहम पाएँ भने त्यो मेरै भयो क्या। यस्तो छ हाम्रो चाहिँ यहाँको होटलमा। अनि टिप्स बनाउने चाहिँ आफैले हो, गेस्टलाई कति खुसी पार्न सकिन्छ, गेस्टलाई कतिको तपाईँले सर्भिस दिन सक्नुहुन्छ, गेस्टलाई कतिको ह्याप्पी बनाउन सक्नुहुन्छ, त्यो हिसाबले तपाईँले टिप्स बनाउन सक्नुहुन्छ है। यदि तपाईँ बिजी हुनुहुन्छ भने हैन, पुलमा बिजी हुनुहुन्छ भने अब मैले एज यहाँको कुरा गरिरहेको छु, हामी टिप्स मैले सम्झनामा आएको चाहिँ यो 3 वर्षको अन्तरालमा महिनामा 1500 सम्म पनि कमाएको छु टिप्स हैन। म्याक्सिमम त 200-300 त कमाइहाल्छ हैन। यदि बिजी भएको खण्डमा अनि गेस्टलाई राम्रो सर्भिस गरेको खण्डमा चाहिँ 1000-1500 कमाउन सकिन्छ महिनामा। अनि यही हो, यदि तपाईँ म्यारियटको अन्डरमा लाइफगार्डको काम गरिरहेको छ भने यति नै हो तपाईँले कमाउने। अरू होटलहरूमा पनि दिइरहेको हुन्छ 2000 भन्दा माथि पनि बेसिक छ हैन। मेरै साथीहरूले थापिरहेको अवस्था पनि छ र प्राय चाहिँ 2022 चाहिँ यस्तै हुन्छ बेसिक है। अनि म तपाईँहरूले भनिसकिहाल्छ छ कि सप्लाई कम्पनीमा पनि नट ब्याड हैन। 1200 भनेको पनि राम्रै पैसा हो। अनि 1200 अनि ओभर टाइम यता गर्दाखेरि चाहिँ त्यही 2200, 2100, 2000 सम्म थापिरहेको अवस्था छ सप्लाई कम्पनीको लाइफगार्डहरूले। अनि तपाईँको फेरि अब ड्युटी आवर पनि फेरि डिफ्रेन्ट छ है। यदि तपाईँ होटलमा काम गरिरहेको छ भने 8 घन्टा 9 घन्टाको काम हुन्छ भने तपाईँले सप्लाई कम्पनीमा आएर काम गरिरहेको छ भने 12 घन्टा काम सिधै हुन्छ। कुनै लोकेसन हुन्छ त्यसले 10 घन्टा 11 घन्टाको हुन्छ, नभए प्राय 12 घन्टाको काम हुन्छ है सप्लाई कम्पनीमा चाहिँ। धेरै धेरै धन्यवाद साथीहरूलाई कमेन्टको लागि हैन। त्यो कमेन्टको आधारमै मैले यो भिडियो बनाइरहेको छु। कतिपय साथीहरूले चाहिँ सोध्नुहुन्छ कि फेसिलिटीको कुराहरू हैन। अनि म यो फेसिलिटीको कुरा भन्नु पर्दाखेरि तपाईको होटल र सप्लाई कम्पनीको एकदम टोटली डिफ्रेन्स छ हैन। आकाश जमिन नै डिफ्रेन्स छ, फरक छ। जस्तो होटलको कुरा गर्नु पर्दाखेरि हैन, होटलले तपाईलाई सबै प्रोभाइड गरिरहेको हुन्छ क्या, रुमदेखि लिएर हैन, अनि ट्रान्सपोर्टेसन, त्यसपछि खाना हैन, अनि हरेक कुराहरुमा चाहिँ उनीहरूले केयर गरिरहेको हुन्छ स्टाफहरुलाई। अनि तपाईको के हुन्छ, हप्तामा मेडिकल चेक हैन, सबै उपलब्ध गरिरहेको हुन्छ क्या होटलमा चाहिँ। तपाईको रुमकै कुरा गर्दाखेरि हैन, एउटा ठुलो रुम दिइरहेको हुन्छ, कुनैमा 3 जना हुन्छ, कुनैमा 2 जना छ, तर हाम्रोमा चाहिँ 2 जना छ। त्यो रुमको लगभग दुबईमा मैले अब बुझे अनुसार हैन 5000 देखि 6000 सम्म लिन्छ के त्यो रुमको। ठुलो रुम दिन्छ 2 जनाको लागि, 3 जनाको लागि। त्यो एकदम राम्रो हुन्छ हैन, सुत्नको लागि तपाईलाई कम्फर्टेबल फिल हुन्छ भने। अब सप्लाई कम्पनीको कुरा गर्दाखेरि सप्लाई कम्पनीमा कस्तो हुन्छ भने, अनि ट्रान्सपोर्टेसन त हुन्छ तर फिक्स टाइम हुँदैन क्या हैन।
जस्तो म नै पहिला पुरानो कम्पनीमा मैले काम गरेको 1.5 साल होइन सप्लाई कम्पनीमा। त्यहाँ कस्तो हुन्छ भने 12 घन्टा काम गरेर आयो अनि टक्क लिन आए पो होइन, टाइममा पिकअप गर्न आए पो हामीलाई पनि टाइम मिल्छ, हामीलाई पनि खाना बनाउन अलिकति टाइम मिल्छ। एकदम टाइम लेट गरिदिने के, एकदम दिमागै आउट गरिदिने के त्यस्तो अवस्था थियो होइन ट्रान्सपोर्टेसनको। त्यसमा रुममा हामी 8 जना थियो के, एउटा सानो रुममा 8 जना थियो होइन। यता अब होटेलको रुम र सप्लाई कम्पनीको रुममा आकाश जमिन नै फरक छ के। सानो रुम थियो, 8 जना थियो हाम्रो दाजुभाइहरू होइन, मिलेर बसिरहेको थियो त्यो बेला। एकदम याददायक छ, सबैलाई सम्झना छ। यहाँ मेरै नजिक छ, अब अनफर्चुनेटली भेट्न चाहिँ पाएको छैन। अनि सप्लाई कम्पनीमा चाहिँ यस्तो हुन्छ क्या, ट्रान्सपोर्टेसन र यो रुमको चाहिँ अलिकति समस्या नै छ भनौँ न। अनि त्यसपछि विकली अफ पनि नदिने होइन। अनि स्यालेरी त अब भइहाल्यो, स्यालेरी त उनीहरूले अब टाइममै हाल्छ, कुनै बेला अलिकति लेट हुन्छ। त्यो कुराहरू मात्रै अलिकति गाह्रो छ सप्लाई कम्पनीमा चाहिँ। नत्र भने स्यालेरीहरू होइन चाहिँ ठिकै छ। मेरो चाहिँ ठिकै थियो पहिला पुरानो कम्पनीमा 1900-2000सम्म आइरहेको थियो त्यो बेला पनि। अनि यही हो होइन, सप्लाई कम्पनी र होटेलमा चाहिँ आकाश जमिन नै फरक छ है। मैले यहाँ होटेलको र सप्लाई कम्पनीको एक्सपिरियन्स लिएको हुनाले। अनि यदि तपाईँहरू पनि होइन यहाँ आएर होटेलमा जोइन गर्न सक्नुहुन्छ होइन, आफूले आफ्नो एक्सपिरियन्स कलेक्सन गर्ने फर्स्टमा। अनि एक्सपिरियन्स बटुल्दै गइसकेपछि चाहिँ तपाईँले जुनसुकै होटेलमा पनि एप्लाई गर्न सक्नुहुन्छ र तपाईँ जोइन पनि गर्न सक्नुहुन्छ। लाइफगार्ड काम एकदम राम्रो छ, लाइफ पनि छ होइन। अब कोही व्यक्तिहरूले भन्नुहुन्छ लाइफगार्ड काम गाह्रो छ यहाँ हो भन्ने, सबै काम गाह्रो छ होइन। यहाँ जति पनि दुबईमा काम गरिरहनु भएको छ हाम्रो दाजुभाइ दिदीबहिनीहरूले, सजिलो काम पनि गाह्रो छ क्या। त्यसलाई चाहिँ हामीले सिरियस लिनु पर्यो होइन। अनि जुन काम तपाईँले गरिराख्नु भएको छ त्यो कामलाई चाहिँ सिरियस लियो भने तपाईँले केही चाहिँ पाउन सक्नुहुन्छ क्या त्यो कामबाट होइन। सो टाइमलाई वेट गर्नुपर्छ। अनि त्यसपछि धेरै कुराहरू सिक्यो दुबई पनि। अनि तपाईँहरूलाई यही भन्न चाहन्छु होइन, लाइफगार्ड काम नट ब्याड, राम्रो छ, लाइफ बनाउन सकिन्छ, तपाईँको फ्यामिलीलाई खुसी बनाउन सकिन्छ, काम राम्रै छ होइन। अब लोकेसन राम्रै पऱ्यो भने त तपाईँको भाग्य चम्किहाल्यो होइन। तपाईँले 6,000-10,000 पनि कमाउन सक्नुहुन्छ राम्रो लोकेसन पायो भने। अनि गेस्टसँग राम्रो रिलेसन, गेस्टसँग राम्रो सर्भिस गऱ्यो भने तपाईँले अवश्य कमाउन सक्नुहुन्छ। अनि यही हो, अब दुबईबाट पनि दुबईमै तपाईँहरूले कहीँ कतै काम खोजिरहेको छ भने होटेल कामहरूमा, होटेलको लाइफगार्डतिर ट्राई गर्नुहोस् होइन। तपाईँहरूले राम्रो सुविधाहरू पाउने छ भन्ने म आशा गरेको छु भन्दै आजको लागि यो भिडियो यति नै। जहाँसम्म लाग्छ यो भिडियो तपाईँहरूलाई मन पर्नेछ र तपाईँहरूले मन पराइराख्नु भएको छ अहिलेसम्म। सो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको यो भिडियो यहीँ अन्त गर्न चाहन्छु। हस्त, जय नेपाल।